मेरो नाम चाहिँ भूपेन्द्र विश्वकर्मा हो। भूपेन्द्र इलेक्ट्रोनिक्सको प्रोप्राइटर हो। म चाहिँ यो लामो समयदेखि लगभग 69 सालदेखि यो क्षेत्रमा लागेको छु, यो इलेक्ट्रोनिक्सको काममा। मैले यहीँको पलैहरू अनि यस्तो फर्माइकाहरू यो नै युज गरेर यहीँ पाउने सामानहरू युज गरेर चाहिँ साउन्ड सिस्टमहरू बनाउँदैछु। यस्तो कन्सर्टहरू चलाउने अनि बिहेहरूको पार्टी वातावरणहरूलाई यो चाहिँ एकदम बेस्ट हुने भएको कारणले मैले इन्डियामा काम गरेको देखेको थिएँ। मैले इन्डियामा काम सिक्न जाँदाखेरि यो पनि देखेको थिएँ। त्यही भएर मैले त्यो यसो अन्दाज गरेर बनाएको। क्वालिटीमा एकदम राम्रो हुने भएकोले मैले यसलाई निरन्तर दिइरहेको छु अहिलेसम्म। मैले नै गरेको डिजाइनिङ सबै आफैले गरेको। अनि कतै यो डिजाइन कहीँ पनि भेटिँदैन अहिले, कतै भेटिँदैन। अब यो आफैले सोचेर डिजाइन यस्तो हुँदाखेरि हुन्छ कि भन्ने यहीँको प्रडक्ट हो। यो जालीहरू पनि यहीँको प्रडक्ट हो। अब जालीहरू चाहिँ अलिकति यहाँ नपाइने भएको कारणले गर्दा मैले यो जाली युज गरेको। अनि स्पिकरहरू अनि साउन्ड कारहरू चाहिँ मैले धेरै सामान इन्डियाबाट पनि मगाएँ। इन्डियाबाट मगाएको सामान नै युज गरेको छु। पसलमा अहिले काम गरिरहँदाखेरि यसरी यो बनाउनुपर्छ भन्ने आफैले कन्सेप्ट तयार गर्नुभयो कि? यो त आफैले हो। मैले इन्डियामा काम गरेको चाहिँ मैले यही काम सिक्न जाँदाखेरि इन्डियामा प्लाईहरूको बनाएको देखेको चाहिँ थिएँ, डिजाइनहरू त थिएन होइन। यो चाहिँ होइन, फेरि उनीहरूले मिक्सर युज गर्थे। यतातिर आउने हरेक कुराहरू इन्डियाबाट आउने सामानहरू हुन्छ नि त, त्यो कन्सर्टहरू चलाउने उनीहरूले मिक्सर युज गर्छन्, बनाउँछ। त्यो चाहिँ प्लाईकै बनाउँछन्। त्यही पनि देखेको थिएँ मैले। त्यही भएर गरी हेरौँ नि त भनेर गरेको। जे साउन्डको लागि एकदम क्वालिटीहरू ठिक हुँदो रहेछ कि भने यो व्यक्तिलाई त काम छैन, कुनै सङ्घ संस्थाहरूलाई कार्यक्रम चलाइराख्ने सङ्घ संस्थाहरूलाई चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। यहीँ अर्डर गरेर बनायो भने यो सामानहरू पनि हामीले उपलब्ध गराउन सक्छौँ कि अलिक सस्तै पर्छ नि त। अब मिक्सर सेट किन्दाखेरि त धेरै माथि जान्छ, धेरै हाई जान्छ होइन। यो सामान बिग्रियोहरू भने पनि हामीले यहीँ सामान उपलब्ध गराउन सक्ने भयो नि त। त्यो भएर ग्राहक महानुभावहरूलाई बाहिरको किन्नुभन्दा यहीँ बन्ने प्रोडक्टहरू युज गरेको सामानहरू भयो भने राम्रो हुन्छ भन्ने कुरा हो। सत्य सूचनाको एउटै सम्वाद सिधाप्रेस.com।